नमस्कार। मानिस धन कमाउन चाहन्छ, सफल हुन चाहन्छ, स्वस्थ बन्न चाहन्छ, सम्बन्ध राम्रो बनाउन चाहन्छ, तर त्यसको ठ्याक्कै उल्टो अभाव, गरिबी, दुःख, पीडा, सम्बन्ध बिग्रिने, स्वास्थ्य नराम्रो हुने, रोग लाग्ने, यी सारा कुराहरू किन हुन्छ? यसमा ब्रह्माण्डको नियम के छ र ब्रह्माण्डको नियम र हाम्रो सोचको तालमेल नमिलेको कारणले गर्दाखेरि यस्तो भएको हो भन्ने कुरा हामीले बुझेका छैनौं र यो संसारका सफल र प्रभावशाली मान्छेहरूले यो ब्रह्माण्डको नियमलाई प्रयोग गरेर आज धनी, सफल र प्रभावशाली भएका हुन्। यो कुरा आजको भिडियोमा म तपाईलाई क्लियर पार्नेछु। ब्रह्माण्डका 12वटा नियमहरू हुन्छन्। ल अफ वननेस, एकताको नियम, ल अफ एक्सन, कार्यको नियम, ल अफ करेस्पोन्डेन्स अथवा भनौं परस्पर सम्बन्धको नियम, ल अफ कज एन्ड इफेक्ट, कारण र परिणामको नियम, ल अफ पोलारिटी, ध्रुवीयताको नियम, यस्तै यस्तै नियमहरू धेरै हुन्छन् र त्यसमध्ये एउटा अर्को महत्त्वपूर्ण नियमले हाम्रो काम गरिरहेको हुन्छ। त्यो नियम हो आकर्षणको नियम। आज हामी ब्रह्माण्डको 12वटा नियम मध्येको महत्त्वपूर्ण नियम आकर्षणको नियमको बारेमा जान्नेछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। र यो नियमको बारेमा जान्नुभन्दा अगाडि म एउटा सानो उदाहरण तपाईलाई दिन चाहन्छु। तपाईले एउटा अलादिन र चिरागको कहानी सुन्नुभयो होला। यदि सुन्नुभएको छैन भने युट्युबमा छ, हेर्नु होला। त्यहाँनिर एउटा बच्चा हुन्छ अलादिन नाम गरेको र यो अलादिनले एक दिन घरमा खेल्ने क्रममा के भेट्छ? चिराग भन्ने एउटा वस्तु भेट्छ, चिराग। र चिराग एकदम धुलोले भरिएको हुन्छ र त्यो धुलो पुस्ने क्रममा त्यो रगडिँदाखेरि चाहिँ एउटा जिन भन्ने महाशक्ति जन्मिँदो रहेछ। जिन अलादिनले जे कुरा सोच्छ त्यो कुरा पूरा गर्न सक्ने महाशक्ति। यो घरलाई लगेर समुद्रमाथि राख्दै भन्यो भने डङ्गै राखिदिन सक्ने, मलाई उडाएर चन्द्रमामा लैजा भने पनि लान सक्ने, सम्पूर्ण कुराहरू गर्न सक्ने महाशक्ति जिन उत्पन्न हुन्छ र अलादिनले जे सोच्यो त्यही पूरा गरिदिन्छ। र यो जिनले के भन्छ अलादिनलाई? तपाईको इच्छा नै मेरो लागि आदेश हो, तपाईको इच्छा नै मेरो लागि हुकुम हो, तपाईँ जे सोच्नुहुन्छ म त्यो तुरुन्तै पूरा गरिदिन्छु भनेर जिनले अलादिनलाई भनेको हुन्छ। अब यो विषय चाहिँ आजको आकर्षणको नियम भन्ने विषयसँग चाहिँ एकदमै मेल खान्छ अथवा यसको ठूलो सम्बन्ध रहेको छ। रान्डा बर्न भन्ने एकजना अमेरिकी राइटर हुनुहुन्छ। उहाँले लेखेको बुक र उहाँको एउटा मुभी रहेको छ द सिक्रेट, रहस्य भन्ने बुक यहाँले पढ्नु भयो भनेदेखि यो आकर्षणको नियमको विषयमा तपाईले एकदम डिटेलमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। सफलताको रहस्य भन्नुभएको छ। संसारका 1% व्यक्तित्वहरूले प्रयोग गरेर सफल भएको एउटा नियमको बारेमा म तपाईलाई बताउँदैछु। र ब्रह्माण्डको नियम जुन आकर्षणको नियम छ यसले कसरी काम गर्दछ अब हामी यसको बारेमा बुझौँ है त। मानौ यो चाहिँ मान्छे, यो आँखा, यो नाक, यो मुख, ल मान्छे यो भयो उदाहरणको लागि, हैन? यहाँनिर हाम्रो के छ? मस्तिष्क अथवा ब्रेन रहेको छ। यसलाई हामी अर्को भाषामा मानवीय ट्रान्समिसन भनेर बुझ्नुहोस् है त। र यसले दिनमा 60,000 भन्दा ज्यादा विचारहरूको बाढी नै ल्याउँछ भनेर रिसर्चले बताएको छ। तपाईले पनि कतै न कतै पढ्नु भयो होला। र यसमा चाहिने नचाहिने, आफूलाई मनपर्ने नपर्ने सारा कुराहरू मान्छेले सोचिरहेका हुन्छन्। हाम्रो सोच भनेको बिउ हो। जस्तै उदाहरणको लागि मकै फल्नको लागि जमिन पनि चाहिन्छ, पानी पनि चाहिन्छ, मल पनि चाहिन्छ, पञ्चतत्व सारा कुरा चाहिन्छ र त्यसमा हाम्रो मेहनत पनि चाहिन्छ। तर त्यो भन्दा पनि इम्पोर्टेन्ट चाहिँ बिउ चाहिन्छ। यदि मकैको दाना भएन भनेदेखि मकै फल्दैन। र धान फलाउनु छ भने मकै रोपेर भएन, धान नै रोप्नु पर्ने हुन्छ। कोदो फलाउन कोदो नै रोप्नु पर्ने हुन्छ, साग फलाउन सागै रोप्नु पर्ने हुन्छ। त्यसैगरी हाम्रो विचारहरू पनि के हुन्? बिउ जस्तै हुन्। यो फ्रिक्वेन्सीको रूपमा हाम्रो मानवीय ट्रान्समिसन अथवा ब्रेनले चाहिँ फ्रिक्वेन्सी फाल्दछ र यो कहाँ जान्छ? यहाँनिर एउटा ठुलो चिज छ, ब्रह्माण्डीय मस्तिष्क। के भन्छ यसलाई? ब्रह्माण्डीय मस्तिष्क भनेर बुझ्नुहोस् है त यसलाई। यो चाहिँ कसले भन्नुभएको? रान्डा बर्नले जुन द सिक्रेट, रहस्य भन्ने बुक लेख्नु भएको छ त्यसमा उहाँले यो चिजलाई के भन्नुभएको छ? ब्रह्माण्डीय मस्तिष्क अथवा युनिभर्सल माइन्ड। अर्को भाषामा हामी यसलाई सम्पूर्ण कुराको स्रोत, राम्रा नराम्रा, सफलता असफलता, दुःख पीडा, जे पनि कुराहरू यो संसारमा मेनिफेस्ट हुन्छन् नि, त्यो सबै कुराको स्रोत भनेको चाहिँ ब्रह्माण्डीय मस्तिष्क अथवा आध्यात्मिक हुनुहुन्छ भने भगवानको एउटा एनर्जी, भगवानको एउटा शक्ति भनेर बुझ्नुहोस् है त। थिङ्स, सबै वस्तुहरू ब्रह्माण्डीय मस्तिष्कमा के गरिएको छ?
घोलिएको छ, राखिएको छ। र हाम्रो ब्रेनले विचार गर्छ भने यो विचार फ्रिक्वेन्सीको रूपमा चाहिँ ब्युको रूपमा चाहिँ कहाँ जान्छ, ब्रह्माण्डीय मस्तिष्कमा जान्छ र यसले विभिन्न माध्यमबाट हामीलाई त्यो कुरा दिन्छ। माध्यम हुन सक्छ तपाईको जागिर, माध्यम हुन सक्छ तपाईको व्यवसाय या कुनै व्यक्ति हुन सक्छ। यदि पैसा हो भने जागिर व्यवसायबाट आउला, र यदि स्वास्थ्य हो भने स्वास्थ्यको कुरा हुन्छ, सम्बन्ध राम्रो भने अर्को साथी त्यस्तै राम्रो भेटिएला भने माध्यम हो। यो चाहिँ के रहेछ, माध्यम हो। हामी यसलाई के सोचिरहेका छौँ, स्रोतै सोचिरहेका छौँ। जे पनि कुराहरू आउँछ यो स्रोतबाट आउँछ, तर माध्यम मार्फत आउँछ, हामीले परिणामको रूपमा त्यसलाई चाहिँ स्वीकार गर्दछौँ। अघि हामीले जिन र अलादिनको विषयमा कुरा गर्यौं। जसरी अलादिनले जे कुरा सोच्नुहुन्छ जिनको लागि हुकुम भयो, त्यसै गरी हाम्रो ब्रेन भनेको अलादिन भयो भने ब्रह्माण्डीय मस्तिष्क अथवा युनिभर्सल माइन्ड भनेको चाहिँ जिन जस्तै भयो। जे कुरा हाम्रो दिमागले डिमान्ड गर्छ या भनौँ फ्रिक्वेन्सीको रूपमा सोचको रूपमा फाल्दछ, त्यो कुराहरू हाम्रो जीवनमा प्रकट हुन्छ। अब हामीले जे पनि कुरा प्राप्त गर्नु छ, त्यो प्राप्त गर्नको लागि जम्मा 3वटा प्रोसेस हुन्छ र यो 3वटा प्रोसेसको बारेमा म चर्चा गर्दैछु। कृपया राम्रोसँग ध्यानपूर्वक हेर्नु होला। मुख्य कुरा चाहिँ अब आउँदैछ है त। हामीले गर्ने भनेको के हो, ऱ्यान्डमले लेख्नु भएको बुक अनुसार चाहिँ ASK आस्क, आस्क भनेको माग्नुहोस् भनेको है, माग्ने। माग्ने भनेर फेरि हामीले हात जोडेर मलाई दिनुहोस् प्रभु, मलाई दिनुहोस्, मलाई हे ब्रह्माण्डीय मस्तिष्क मलाई देऊ भनेर भन्नु पर्दैन। सोचो कि त्यो कुरो प्राप्त भइहाल्छ। जसरी गुरुत्वाकर्षणको शक्तिले काम गर्छ, त्यसै गरी ब्रह्माण्डको अथवा भनौँ आकर्षणको नियमले पनि काम चाहिँ गरि नै रहेका हुन्छौँ। हामीले यहाँ माग्ने तरिका अलिकति जानेनौँ। तपाईँलाई म अब इक्जाम्पल दिन्छु। हामीलाई भोक लाग्यो, हामी केही कुरो खानको लागि कहाँ गयौँ, रेस्टुरेन्टमा गयौँ। रेस्टुरेन्टमा 100-150 वटा 50-60 वटा रेस्टुरेन्ट अनुसारको त्यहाँनिर के राखिएको हुन्छ, मेनु कार्ड राखिएको हुन्छ, खानाहरूको लिस्ट राखिएको हुन्छ। र त्यसमा गएर हामी गएर जब टेबलमा गएर बस्छौँ, वेटरले आएर के लिनुहुन्छ भनेर मेनु राखिदिन्छ। र मेनुमा हामीले सरर हेर्छौँ, हामीलाई खाना मन लागेको कुरा हामीले मानुस उदाहरणको लागि चाउमिन मगाउँछौँ। वेटरले किचनमा गएर अर्डर दिन्छ र किचनको कुकले पकाउनुहुन्छ र एकछिन पछाडि त्यो चाउमिन चाहिँ हाम्रो टेबलमा आइपुग्छ। हामीले चाउमिन मगाएको ठाउँमा मोमो आउँदैन, अथवा चाउमिन मगाएको ठाउँमा पिज्जा पनि आउँदैन। एक प्लेट चाउमिन मगाएको ठाउँमा हाफ प्लेट पनि आउँदैन, एक प्लेट मगाएको ठाउँमा 2 प्लेट पनि आउँदैन। एक प्लेटै आउँछ, चाउमिन नै आउँछ, जे अर्डर गरेका थियौँ त्यही आउँछ। त्यो रेस्टुरेन्टमा भएको मेनु कार्डमा जुन कुरा हामीले हेरेर गरेका छौँ अर्डर, त्यही अनुसारले हामीले प्राप्त गर्ने हो। यो त कुरा हामी क्लियर छौँ। तर यहाँनिर क्लियर भएनौँ कि हामी जसरी रेस्टुरेन्टको मेनु कार्डमा थिङ्सहरूको लिस्ट राखिएको हुन्छ, त्यसै गरी ब्रह्माण्डीय मस्तिष्क अथवा भनौँ युनिभर्सल माइन्डमा पनि सारा कुराहरूको एउटा यो लिस्ट छ, मेनु कार्ड हो। यो मेनु कार्डबाट हामीले जे कुरा माग्न चाहन्छौँ, जे कुराहरू सोच्छौँ, टक 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 प्राप्त गर्छौँ। अब यहाँनिर हामीले एउटा ट्रिक जान्नु पर्ने हुन्छ। यो ट्रिक चाहिँ संसारका प्रभावशाली 1% धनी मान्छेहरूले मात्रै जानेका छन्। हामी चाहिँ कस्तो छौँ, जुन 60,000 अनावश्यक विचारहरू मध्ये जुन विचार हावी हुन्छ त्यही कुरा हामीले प्राप्त गर्ने हो। अब यहाँ ट्रिकको कुरा गर्दै थिएँ म, के ट्रिक छ हेर्नुहोस् है। हामीले किन जे सोचेको त्यही पाइरहेको छैनौँ त्यो भन्छु है त। म गरिब रहन चाहन्न भनेर सोच्नु भनेको के हो, यहाँ त गरिब त आइसक्यो नि त। ब्रह्माण्डले भाषा बुझ्दैन। ब्रह्माण्डले के बुझ्छ, तपाईँको भाव, तपाईँको फिल बुझ्छ। चाहन्न भन्ने चाहिँ बुझ्दैन। गरिब भन्ने तपाईँले सोच्ने बित्तिकै उसले बुझ्यो कि तपाईँले सोच्नु चाहनु भयो भनेर बुझ्छ र उसले दिइहाल्छ। म फेल हुन चाहन्न, यहाँ फेल भन्ने आयो। म हिंसा चाहन्न, हिंसा आइहाल्यो। म बिरामी हुन चाहन्न, रोगी हुन चाहन्न, यहाँ रोगी बिरामी समस्या आइहाल्यो। कुनै ठाउँमा हामी जाँदैछौँ भने ढिलो हुन चाहन्न। सरकारले पनि के गर्छ, गरिबी निवारण भनेर, गरिबी मेटाओ भनेर, सबैभन्दा ठुलो समस्या गरिबी निवारण भनेपछि गरिबी निवारण हुनै सक्दैन। अब यो चिजहरू त हामीले चाहेको छैन नि त। मैले अघि भनेको ट्रिक चाहिँ के हो त भने, हामीले नचाहेको कुराहरू, मन नपर्ने कुराहरूको बारेमा सोच्दै नसोच्ने, जे राम्रो छ, जे चाहिएको छ, आफूलाई जे कुरा ठिक लाग्छ त्यहीको बारेमा
सोच्नु पर्यो। अब यसको ठाउँमा के छ, म गरिब रहन चाहन्न भनेको ठाउँमा म धनी हुन चाहन्छु भन्नु पर्यो। म फेल हुन चाहन्न भनेको ठाउँमा म पास हुन चाहन्छु भन्नु पर्यो। म हिंसा चाहन्न भनेको ठाउँमा म शान्ति चाहन्छु भन्नु पर्यो। मदर टेरेसाले एकचोटि के भन्नुभएको थियो अरे भने, यदि शान्तिको र्याली छ भने मलाई बोलाउनु, तर यो हिंसा विरोधी र्यालीमा चाहिँ मलाई नबोलाउनु प्लिज भन्नुहुन्थ्यो अरे। उहाँहरूलाई थाहा थियो यो ब्रह्माण्डको नियम, यो आकर्षणको नियम उहाँलाई थाहा थियो। जे कुरा सोच्यो, जे कुरा हामीले फिल गर्यो, त्यही कुरा ब्रह्माण्डले दिन्छ भन्ने कुरो उहाँलाई राम्रोसँग थाहा थियो। म बिरामी हुन चाहन्न भन्ने ठाउँमा म स्वस्थ हुन चाहन्छु, म ढिलो हुन चाहन्न भनेको ठाउँमा म चाँडो पुग्न चाहन्छु, अथवा चाँडो पुगिसकेको फिल गर्ने। जे कुरा फिल गर्यौँ हामीले त्यही कुरो प्राप्त गर्ने रहेछौँ। बुझ्नुभयो ट्रिक? यो ट्रिक चाहिँ हामीले जान्न पर्यो है। दोस्रो नम्बरमा छ बिलिभ, विश्वास गर्नुहोस्। विश्वास गर्नुहोस्। जसरी हामीले रेस्टुरेन्टमा गएर जब वेटरलाई एक प्लेट चाउमिन लिएर आइदेऊ भनेर अर्डर गरिसके पछाडि कुनै शङ्का गर्दैनौँ, ढुक्कले बस्छौँ नि, आउँछ भन्ने ग्यारेन्टी छ। त्यहाँ मेनुमा भएको कुरा उसले अर्डर लिएर गइसके पछाडि 100% आउँछ भन्ने ग्यारेन्टी छ नि। ठिक त्यसै गरी हामीले जे सोच्यौँ अथवा जे डिमान्ड गर्यौँ त्यो कुरा ब्रह्माण्डले दिन्छ भन्ने कुरामा कुनै शङ्का नगरेर पूर्ण रूपमा विश्वस्त भएर बस्नु पर्यो। यो दोस्रो नम्बरको काम छ। मान्छेहरू यहीँनेरि फेल खान्छन्। यहाँ अझ अर्को एउटा ट्रिक के छ भने, नभएको बेलामा पनि भएको जस्तो फिल गर्ने। उदाहरणको लागि तपाईसँग गोजीमा 1000 रुपियाँ हुँदा र 1 लाख रुपियाँ हुँदा र 10 लाख रुपियाँ हुँदाखेरि यदि नर्मल अवस्था हो भने त फिलिङ्स फरक हुन्छ नि। तपाईसँग 10 लाख रुपियाँ खल्तीमा हुँदाखेरि अथवा ब्याङ्कमा हुँदाखेरि जुन कन्फिडेन्स आउँछ नि, त्यो 1 लाख रुपियाँ हुँदाखेरि अलिक कम आउने र 1000 हुँदाखेरि त्योभन्दा पनि अझै कम आउने। यदि खल्तीमा सुक्को पैसा छैन, जिरो छ भने त मोटिभेसनै डाउन भएर हामी घरबाट बाहिर निस्किनै चाहँदैनौँ। यो चाहिँ सबैभन्दा ठुलो प्रब्लम हो। ब्रह्माण्डले यो चाहिँ चाहँदैन। भनेको यदि तपाईँसँग जिरो ब्यालेन्स अथवा खल्तीमा पैसा छैन, ब्यालेन्स छैन भने पनि तपाईँले जति पैसाको अपेक्षा गर्नुभएको छ, जुन लेभलको लाइफ, जुन लेभलको खुसी आनन्द चाहनुहुन्छ, त्यही लेभलको एक्टिभिटिज गरिरहनुलाई चाहिँ हामीले यो विश्वास गर्नुमा पनि अर्को बन्न सक्छौँ। यहाँ धेरैवटा उदाहरणहरू छन्। कोही मान्छेको स्तन क्यान्सर भएको थियो, बिना किमोथेरापी, बिना रेडिएसनबाट 3 महिनामा क्यान्सर निको पारेको तपाईँले उदाहरण देख्न सक्नुहुन्छ। 3 महिनामा क्यान्सर निको पारेको उदाहरण देख्न सक्नुहुन्छ। कसरी त? उहाँले त्यो स्तन क्यान्सर भएको बारेमा सोच्नु भएन, एकदमै स्वस्थ भएको, आनन्दित भएको, खुसी भएको बारेमा मात्रै सोच्नु भयो उहाँले। त्यही भएर अटोमेटिक के भयो, त्यो बिमार पनि निको भइहाल्यो। प्लेन क्रास भएर एकदमै गम्भीर घाइते भएको व्यक्ति, डाक्टरले कहिल्यै पनि उठेर हिँड्नुहुन्न भनेको व्यक्ति पनि म क्रिसमस डेको दिन उठेर हिँड्नेछु भनेर उहाँले दृढ सङ्कल्प गर्नुभएको थियो र साँच्चीकै उहाँ क्रिसमस डेको दिन हिँड्नु भयो। त्यो कहानी हामीले हेर्न सक्छौँ। र कोही व्यक्तिसँग सम्बन्ध राम्रो बनाउनको लागि पनि यदि तपाईँले त्यो सम्बन्ध बिग्रिएको फिलै गर्नु भएन, सम्बन्ध राम्रो भइराखेको फिल गर्नुभयो भनेदेखि त्यो पनि तपाईँले राम्रो रिजल्ट पाउन सक्नुहुन्छ। विश्वास गर्नु या महसुस गर्नु भनेर बुझ्नुहोस् है। यहाँ नभएको बेलामा पनि भएको एक्टिङ गर्नलाई हामी यो भन्छौँ है त। तेस्रो नम्बरमा जाउँ, रिसिभ अथवा भनौँ पाउनुहोस् भन्ने। यो चाहिँ पाइसके पछाडि के गर्ने, कृतज्ञ हुने, ग्र्याटिट्युड भन्छ नि, कृतज्ञ हुने। थ्याङ्क यू सो मच। अब तपाईँ भगवान मान्नुहुन्छ भने थ्याङ्क यू सो मच गड, हे भगवान धेरै धेरै धन्यवाद, तपाईँले मलाई यो कुरा दिनुभयो र यो समयमा अर्को कुरा पनि चाहन्छु भनेर अब हामीले अर्को कुरा डिमान्ड गर्ने, अर्को नयाँ कुरा, ठुलो कुरा डिमान्ड पनि गर्दै गर्ने र पाएको कुरामा के गर्ने, कृतज्ञ पनि हुँदै गर्ने, ग्र्याटिट्युड पनि फिल गर्दै गर्ने। यो तीनवटा कुरा चाहिँ हामीले गर्ने होला। अरू बाँकी सबै काम कसको? युनिभर्सल माइन्ड अथवा भनौँ ब्रह्माण्डीय मस्तिष्क अथवा भनौँ भगवानको एनर्जीले काम गर्छ। हाम्रो काम रहेछ जम्मा 3टा। आस्क भनेको माग्ने, डिमान्ड गर्ने, दोस्रो नम्बरमा विश्वास गर्ने अथवा महसुस गर्ने, तेस्रो नम्बरमा प्राप्त गर्ने। प्राप्त गर्ने भने के रहेछ, ग्र्याटिट्युड अथवा भनौँ कृतज्ञ हुने। अब एउटा कुरामा हामी कृतज्ञ भइसके पछाडि अरू कुरा त हाम्रो फेरि पनि अटोमेटिक आउँछ। उदाहरणको लागि इलन मस्कले कहाँबाट पायो त्यो सबै पैसा? 700-800 बिलियन डलर उहाँले कति जम्मा गरिसक्नु भयो। अब केही समय पछाडि उहाँ $1 ट्रिलियन को पनि मालिक हुँदै हुनुहुन्छ। त्यो कुरो उहाँले कहाँबाट पाउनुभयो? ब्रह्माण्डबाट पाएको होइन त, कि आफैले बनाएको?
मान्छेले त केही बनाउन सक्दैन नि, यही ब्रह्माण्डले या यही भगवानले दिएको कुरालाई आफूले प्राप्त गर्ने हो। यो मेथडबाट तपाईँ अगाडि बढ्नु भयो भने तपाईँले प्राप्त गर्न नसक्ने कुरा यो दुनियाँमा केही पनि छैन। इलन मस्कले 700 बिलियन 800 बिलियन डलर पैसा पाउन अथवा धन पाउन सक्नुहुन्छ भने हामीले किन सक्दैनौँ? उहाँले पनि यही ब्रह्माण्डबाट प्राप्त गरेको त हो नि, आफैले बनाएको त होइन। उहाँलाई यो रहस्य, यो आकर्षणको नियम, यो सूत्र थाहा थियो र उहाँले त्यो युज गर्नुभयो अथवा जान अन्जानमा उहाँले गर्नुभयो। सूत्र थाहा पाएरै गर्नुपर्छ भन्ने छैन। कोही मान्छे 10 तला अग्लो बिल्डिङबाट हाम फाले भने मरिन्छ भने थाहा भएको व्यक्ति हाम फाले पनि मर्छ, थाहा नभएको व्यक्ति हाम फाले पनि मर्छ। त्यसै गरी ब्रह्माण्डमा भएका राम्रा नराम्रा कुराहरू हामीले मेनिफेस्ट गर्ने अथवा हामीले प्राप्त गर्ने हो। हाम्रो दिमागले फ्रिक्वेन्सीको रूपमा सोचको भ्यू छर्छ र त्यो अनुसार हामीले प्राप्त गर्ने हो। अब अन्तमा मैले तपाईँलाई भन्नुपर्ने कुरा के छ भने हामीले गर्ने भनेको यो 3टा मात्र काम छ, अरू सबै काम ब्रह्माण्डले गर्छ। ब्रह्माण्डले त्यो माध्यम पठाइदिन्छ। यदि तपाईँलाई पैसा कमाउनु छ भने ब्रह्माण्डले नै तपाईँको दिमागमा चाहिँ त्यस्तो खालको एउटा माहौल क्रिएट गरिदिन्छ, त्यस्तो खालको अवसर क्रिएट गरिदिन्छ अनि माध्यम पठाइन्छ। त्यो माध्यमलाई चाहिँ हामीले बुझ्नुपर्छ। पहिला हामीले डिमान्ड गर्यौँ, ब्रह्माण्डीय मस्तिष्कले अथवा भनौँ भगवानको एनर्जीले तपाईँलाई त्यो माध्यम पठायो, अनि पछि हामीले त्यो कुरालाई यो त म अहिले चाहेको होइन भनेर हामीले त्यसलाई इग्नोर गर्छौँ। यो चाहिँ हाम्रो सबैभन्दा ठुलो प्रब्लम हो। आजको भिडियोमा तपाईँले के बुझ्नुभयो? ब्रह्माण्डका 12वटा नियम मध्येको महत्त्वपूर्ण नियम आकर्षणको नियमले कसरी काम गर्छ, हामीले चाहेका चिजहरू कसरी ब्रह्माण्डीय मस्तिष्कबाट हामीसँग आइपुग्छ भन्ने कुरा तपाईँले थाहा पाउनुभयो। र आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला। र यस्तै जानकारीको लागि, यस्तै सफलताका कुराहरू सुन्नको लागि र सफल हुनको लागि मेरो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई पनि दबाउनु होला। नमस्कार।